जय मसी सबैजनालाई फेरि पनि एकचोटि अनि तुरुन्तै फेरि किन आएको भन्नुहुन्छ होला है। म चाहिँ एकदमै खुसी भएर एकदमै धन्यवादी हृदयसँग आएको गवाई दिनलाई मेरो प्रभु येशूको। त्यो चाहिँ के भन्नुहुन्छ भनेदेखि अघिसम्म चाहिँ मलाई साँच्चै नै मैले तपाईहरुसँग भन्नु त भने म बिमारी अलिकति यस्तो छ भनेर, तर मलाई साह्रो पारिरहेको थियो क्यौ। मेरो टाउको एकदमै दुखिरहेको थियो, घाँटी दुखिरहेको थियो, मेरो नाकहरू कस्तो भित्रबाट खिरा हुन्छ नि त्यस्तो भइरहेको थियो, आँखाहरू दुखिरहेको थियो, फेस सुनिरहेको थियो। अनि सबैभन्दा ठुलो चाहिँ त्यो बिमारीवाला फिलिङ हुन्छ नि, के पनि मन नपर्ने हो त्यस्तो, बाहिर घाम टन टन लागिरहेछ। यो टाउको बाँधेको पनि म चाहिँ यही कारणले कि पुरा दुखिरहेको थियो नि त। अन्त मलाई खै कुनै किन चाहिँ बिमारी अवस्थामा पनि बनाउनु मन लाग्यो। अनि मैले सोचेको थिइनँ म त्यहाँ आएर चाहिँ यसरी वचनको कुराहरू गर्छु भनेर, बट मैले जब भन्दै थिएँ मलाई वचनको कुरा भन्नु मन लाग्यो, जो आज बिहान मात्रै मैले प्रार्थना गर्दै गर्दा चाहिँ भित्रबाट बुझेको कुराहरू। अनि कतिवटा कुरा हुन्छ नि हाम्रो दिमागले बुझ्छ, अनि कतिवटा कुरा चाहिँ एकदम भित्रबाट जब रियलाइज हुन्छ। आजको दिन चाहिँ मैले त्यस्तो गर्दै थिएँ नि त। तर प्रभुलाई महिमा होस्, यस्तो डरलाग्दो मैले तपाईहरुसँग जब यो कुरा मुखले सेयर गर्दै थिएँ वचनको कुरा, त्यो वचनले चाहिँ म भित्र काम गरेछ क्या। मेरो बडीमा चाहिँ त्यो हिलिङ देखा पर्यो। अचानक बोल्दा बोल्दा मैले थाहा गरेँ मेरो बडी हल्का हुँदै आएको। अनि प्रभुको वचनले नै भन्छ नि त, उहाँले बोल्नु भएको वचन चाहिँ आकाशबाट झरेको पानी जुन हुन्छ नि वृष्टिको त्यो जस्तै अरे, जमिनलाई नभिजाएर बाली नउमारी चाहिँ त्यो उकालो जाँदैन अरे हैन। एक्ज्याक्टली त्यसरी परमेश्वरको मुखबाट निस्केको वचन, त्यो मैले भन्दै गरेको कुरा चाहिँ उहाँले भन्नुभएको कुराहरू हो नि त, मैले चाहिँ जस्ट दोहोऱ्याएको मात्रै हो। जब मैले त्यो प्रभुले खानुभएको कुराको चोटले म निको भए भन्ने कुराहरू दोहोऱ्याइरहेको थिएँ, त्यसले पनि आफ्नो काम गरेछ क्या म भित्र। अनि तपाईहरुमध्ये जतिजनाले बुझ्नुभएको छ यो कुराहरू, प्रेज गड। जतिजनाले बुझ्नु भएन होला, प्रभु येशूलाई चिन्नुभएको छैन भने स्वाभाविक हो यो कुराहरू बुझ्नु हुँदैन। अनि म चाहिँ चाहन्छु तपाईहरु सबैले यो कुरा बुझ्नुहोस्। कसैलाई पनि क्रिस्चियन हुनुहोस् भनेको होइन, तर ख्रीष्टलाई चिन्नुहोस् है। जाति हुनलाई मात्र होइन, तर सबै कुराको निवारणको लागि चाहिँ प्रभु येशू, विशेष गरेर उद्धार अनि मुक्तिको लागि। अनि यो चाहिँ एउटा गवाई हो। अनि यो पनि परमेश्वरले चाहिँ तपाईहरुलाई नै एउटा उहाँ को हुनुहुन्छ भनेर, चङ्गाइकर्ता उहाँ हुनुहुन्छ भनेर चिनाउनको लागि पनि एउटा दिनुभएको हो। अनि उहाँलाई म महिमा दिदछु र प्रेज गड। हुन्छ, बाइ बाइ। म जाति भए ल।